दाजु हजुरको शुभ नाम? शुभ नाम ज्ञानबहादुर रजाली मगर। अनि यो हाम्रो यो ठाउँको नाम? हुप्सेकोट 1 हुप्सेकोट 1 सिमलबारी। सिमलबारी होइन। यो जुन तपाईँले झोलमोलको काम गरिराख्नु भएको छ यसको बारेमा केही बताइदिनु न। यो झोलमोल 3 हो। हजुर। अनि यो चाहिँ 20 लिटर गहुँत अनि 5 मैले चाहिँ 5 किलो भेली हालेको छ। हजुर। अनि 5 किलो खुर्सानीको धुलो। हजुर। अनि जडीबुटीहरू चाहिँ सबै गरेर निमपात, निम बकाएन, अनि तितेपाती, यिनी जडीबुटीहरू मिलाएर 10 किलो जति हालेको छ। हजुर। अनि लसुनको पातहरू सबै हालेको छ। यसमा चाहिँ यो चाहिँ 30 देखि 45 दिन भित्रमा तयार हुन्छ। हजुर। यो तयार भएपछि मैले मेरो खेतबारीमा तरकारीहरूमा स्प्रे गर्छौँ। अनि यसले चाहिँ मेरो बिरुवाहरू, बाली बिरुवाहरू चाहिँ राम्रो फस्टाछ भन्नुपर्छ। खास गरी अब किराहरू व्यवस्थापन पनि सहयोग भयो होला। अब जस्तो यो झोल चाहिँ अलिकति राग पनि आइरहेको छ होइन, खुर्सानीले गर्दा होला, गहुँतले गर्दा एकदम कडा किसिमको राग आइरहेको छ नि गन्ध। हजुर। अनि कति भाग पानी मिसाउनुहुन्छ यो पानी 16 लिटरमा 2 ट्याङ्की, 2 लिटर यो झोलमोल, 2 लिटर झोलमोल अनि 16 लिटर ट्याङ्कीमा भनेपछि अब 14 लिटर पानी।